हाई एभ्रिवान र तपाईहरुले थाहा पाइहाल्नु भयो होला मेरो हातमा चाहिँ एउटा यो बक्स देखेर चाहिँ यो चाहिँ अमेजनको अमेजन फ्रेशबाट यो चाहिँ अमेजन फ्रेश ग्रोसरीको भन्दा ओइलहरु छ नरिवल तेलहरु हो अनि त्यसपछि चाहिँ छ यहाँनिर चाहिँ के रे बिस्किटहरु केहरु छ है अन्त सो अब यसलाई त म त लेट्स अनप्याक है मलाई खोले अनबक्सिङको भिडियो बनाउनु मन पर्यो सो त्यो भएर मैले बनाएको है अब इन्ट्रेस्ट लाग्छ नि आज म चाहिँ अनबक्सको मेरो बक्समा के छ तपाईहरुलाई देखाउँछु है यहाँ चाहिँ छ मेरोमा चाहिँ प्यारासुट ओइल हो प्यारासुट ओइल यो चाहिँ म चाहिँ मेरो केस चाहिँ यति साह्रो घिनलाग्दो भएको छ फ्रेन्ड्स यति साह्रो घिनलाग्दो हैन आफ्टर यो बेबी चाहिँ मेरो कपाल चाहिँ एकदमै बेसी घिनलाग्दो ड्राईहरु भएको छ र अब म चाहिँ यसलाई एकदम नेचुरल राख्ने तर पनि अनि अब अलिकति बडी हुन्छ नि ठुलो भएको कारणले गर्दाखेरि चाहिँ अब त्यसै पनि पहिला अलिकति बडी स्ट्रक्चर त मेरो ठुलै हो तर अहिले आफ्टर बेबी त झन् अझै अलिक अब वेट गेन हुन्छ नि त है सो त्यसले गर्दा चाहिँ अब एकदम सर्ट हेयरमा पनि सुहाउँदैन नि त मान्छेलाई सुहाउँदैन त्यो भएर त म त अब लेन्थ चाहिँ लामै राखौँ भनेको जस्तै भए पनि तर कपाल चाहिँ हेयर फल चाहिँ यति बेसी हुँदैछ मेरो हो सो त्यो भएर चाहिँ अब चाहिँ म चाहिँ अब के स्याहार्नु पनि पाउँदिनँ म स्याहार्नै भ्याउँदैन हो कोही बेला त है कस्तो हुन्छ नानीले गर्दा अन्त र पनि अब यो ओइलिङ चाहिँ गर्नु थाल्नु पर्यो अब म त्यही भनेर चाहिँ हिजो चाहिँ मैले स्याम्पूहरू कन्डिसनरहरू मगाएको थिएँ फेस पनि एकदमै बिग्रेको छ चाहिँ मैले चाहिँ के भन्छ उयोहरू मगाएको छु के अरे यो सिरमहरू पनि लगाउँ भनेर फेसमा भिटामिन सीहरू मगाएको छु पिगमेन्टेसनको मतलब लाइट खाले पिगमेन्टेसनहरू आएको छ नि त मेरो फेसमा त्यसले गर्दा अन्त अब त्यो केस पनि अलिकति स्याहार्नु पर्यो भनेर चाहिँ यो तेल मगाएको छु यसले चाहिँ म चाहिँ ओइलिङ गर्छु जुनै पनि जस्तो राम्रो तेल होस् जे सबै एउटै लाग्छ मलाई चाहिँ त्यो भएर चाहिँ अब छोडे जेसुकै होस् म चाहिँ कोकोनट हेयर ओइल नै युज गर्नु पर्यो भनेर गाइस यो युज गर्छु अब चाहिँ यहाँ छ एउटा अनि त्यही तपाईँको यो कोकोनटको चिजहरू चाहिँ मनपर्छ मलाई हो यो हल्का अनि त्यसपछि यो आइस कोकोनट तपाईँको कोकोनट वाटर चाहिँ यो आइस हो अन्त त्यसपछि चाहिँ अर्को चाहिँ एउटा यो आइस एउटा थियो यति छ मेरो त्यो सामान चाहिँ अन्त गाइस यो चाहिँ मैले हिजो मगाएको थिएँ स्याम्पू चाहिँ मेरो आइपुगेको छैन र यो मैले यसको कन्डिसनर यो हेयर फलको भन्दा पनि त्यस्तो म त जुनै पनि युज गर्छु एउटै लाग्छ हो सो मलाई चाहिँ के हुन्छ भने यति मात्रै हो कपाल नुहाएर चाहिँ त्यो कोर्दाखेरि कम गर्दा चाहिँ एकदमै कपाल झर्छ नि त अब है अड्किन्छ त्यसले गर्दा चाहिँ अब कन्डिसनरहरू लगायो भने त अलिक स्मुथ हुन्छ नि त कपाल त्यति झर्दैन नि त कोर्दाखेरि पनि नुहाएर है त्यो भनेर मात्रै गर्छु न म खासै लगाउँदिनँ म आजकल मलाई अल्छी लाग्छ क्या यो स्याम्पू कन्डिसनर जुन चाहिँ लगाए पनि एउटै हुन्छ मेरो त जति राम्रो लगाओस् जुनसुकै लगाओस् केही हुँदैन मेरो त एउटै हो अन्त अब त यो युज गरौँ भनेर यो मगाएको छु हिजो आएको थियो यो थियो अन्त सो अन्त फोक्सटेलको मैले सनस्क्रिन लगाउँदैछु अन्त यहाँ यो मोइस्चराइजर पनि युज गरौँ भनेर चाहिँ आएको छ यो हिजो आएको यो चाहिँ अनि यो दुइटामा चाहिँ यो चाहिँ फ्री आउँदो रहेछ फेस वास सानो आएको छ यो पाएको छु अनि मोस्ट इम्पोर्टेन्ट चाहिँ मेरो यो चाहिँ मगाएको छु मैले यति हो अस्ति पनि अन्त एक सिसा अस्तिको त 10 ml को थियो 10 ml को युज गरिसकेँ मैले मजाको हुँदो रहेछ फेस चाहिँ बेलुका लगाउँछु अनि बिहान लगाउँछु बेलुका सुत्दा लगाउँछु टक्कै स्मुथ है फेस राम्रो हुन्छ अन्त त्यो भएर चाहिँ मेरो 10 ml को सकेर चाहिँ मैले 30 ml को फेरि मगाएको छु यो चाहिँ हाइपर पिगमेन्टेसन हाइपर भन्दा पनि पिगमेन्टेसनको रहेछ सो त्यो भएर चाहिँ युज गर्नु लागि चाहिँ यो मगाएको छु मैले गाइस र मेरो चाहिँ यति नै छ सामान हिजो बेलुकाको र देखाइसकेँ यति छ सो गाइस तपाईँहरूलाई के कस्तो लाग्यो मेरो भिडियो मतलब कस्तो लाग्यो तपाईँलाई कुन के सामानहरू के ठिक लाग्यो है सो गाइस मेरो चाहिँ आजको भिडियो यति छ है तेलहरू त्यस्तो छ सो ओके आजको मेरो भिडियो चाहिँ यति नै हो अनि तपाईँहरूलाई फेरि अर्को भिडियोमा भेट्ने बाई